यो चाहिँ भान्सा लिएर जानको लागि तयारी हो यो भाडासँग 13 जना हुन्छ राख्नु हुँदैन कान्छ भाडा नि बोकिहाले मैले 12 जना देख्नु भइहाल्छ नि हामीले त पर्दैन 13 जना ल ल हिँड्नु बिस्तारै हिँड्नु बत्ती बार्नु त बत्ती त जोगाउनु है नानी हो अरु भन्दा पनि यो चाहिँ भरे हात धुने एउटा दुईटा तीनटा चारटा बुद्धि लगा पास भने र यहाँनिर चाहिँ हाम्रो भान्जालाई आशीर्वाद दिनलाई हाम्रो दाजु जेठा दाइ हुनुहुन्छ र दिमा र यहाँनिर आशीर्वाद दिँदै हुनुहुन्छ यहाँनिर चाहिँ जुन उहाँहरूले आशीर्वाद दिएको कुरा चाहिँ यहाँनिर किन काटियो भन्दाखेरि गीत बज्यो त्यसले गर्दाखेरि र यहाँनिर पहिला हाम्रो बाजेले हामीलाई टिका लाउँदाखेरि भन्नुहुन्थ्यो आइन्द्रो नसुते शिरन्छ दशरथे नानन्छ तुर्जोधनम नानम नानम बला बिजुली जुन बिजुली चम्के जस्तै हाम्रो भान्जा चम्किरहनु पर्यो घाम जसरी घामले उज्यालो दिन्छ त्यसरी नै हाम्रो भान्जाले सबैलाई उज्यालो दिइराख्नु पर्यो यो चाहिँ मैले आशीर्वाद दिएको है र यहाँनिर आशीर्वाद किन मैले यसो गरेँ भन्दाखेरि यहाँनिर गीत बज्यो त्यसले गर्दाखेरि मैले त्यो कुरालाई काटेर म आफैले यहाँनिर बोल्दैछु र यहाँनिर निनी हुनुहुन्छ काका यहाँनिर हाम्रो छेमाहरूले टिका लाउँदै हुन्छ हाम्रो भान्जालाई यहाँनिर पनि त्यही आगेका मैले बाजेले पहिला आशीर्वाद दिएको कुरा चाहिँ मैले अघि थोरै तपाईँहरूको बिचमा यहाँनिर आफैले त्यो बाजेले भन्नुभएको कुरा चाहिँ मैले यहाँनिर त्यसको कपी गरेर यहाँ हालेको छु र हाम्रो भान्जालाई यहाँनिर टिका लाउँदै हुन्छ र हाम्रो छेमाहरू हुन्छ अनि फुपू हुनुहुन्छ यहाँनिर हाम्रो भान्जालाई आशीर्वाद दिँदै हुन्छ र उहाँहरूले दिँदै हुन्छ आशीर्वाद चाहिँ जुन नेर्पा गाउँको एउटा प्रतिनिधित्व गर्ने हाम्रो भान्जो हुनुपर्छ भन्ने खालको कुराहरू र यहाँ चाहिँ हामी खाना खानको लागि तयारीमा हो र यहाँनिर हामीलाई खाना खानलाई तयारी हामी बसिरहेका छौँ यहाँनिर सबैजनाले हामीलाई स्वागत गरेर यति मजाले हाम्रो निम्ति सबैजना खटिराख्नु भएको छ र आजको यो खाना पनि सबैभन्दा पहिला चाहिँ हामीलाई नै सुरु गर्नको अनुमति पाइयो र यहाँनिर खाना खानका लागि हामी बसेका छौँ र यहाँनिर हाम्रो छेमा दिमा हुनुहुन्छ यहाँ उतापट्टि हाम्रो बुहारी हुनुहुन्छ र अब खाना खानको लागि एकदम अहिले स्पेसल हुँदो रहेछ अहिले त पुरा सलादहरू पनि हुँदो रहेछ गाउँमा र यता हाम्रो भतिज हुनुहुन्छ र यहाँनिर पुसाइ निनी हुनुहुन्छ निनी र पुसाइ पनि यहाँनिर अब खाना खानलाई हामी तयारीमा छौँ मावलीहरू चाहिँ यता म पनि दुध मावलीहरू यो तिन दुध मावली खै त सानो तल्लो तिन फेरि छ्यामावली उता
भान्जा सुँगुर त सुतिरहेछ त के गर्नु खै सुँगुरले पैसा चाहिँ थाप्दैन स्थललक्ष्मीमा बस्नु चाहिँ जुवाईको माउलीहरू बुढा माउली भान्जाको त्यस पछाडि छुट माउली छिमालीहरू आउनु ताकिन्छ बुढा माउलीको आउनु ताकिन्छ माउली बस्दै भन्नु सजिलो हुन्थ्यो माउलीहरू तल गफ गर्दै हुनुहुन्छ त्यही दुःख आज च्यामौली सबै पुरा हिसाब गर्दा चाहिँ यहाँ माइली कान्छीले लाइन कान्छी कान्छीहरूको यहाँ पनि छ र म हजुर यहाँ सम्झिँदै गरेको कान्छीहरूको कहीँ म त अर्का सिटिकी मि एकजना छ दह तुमिने त खाते ए बिनी उसै छमा दह त अलि किन ठुलो तिमी दा ठीक एकजना तु अनि छ दह खेमौली एकजना तँ हो नि त म त आएको सुरु छ कति सुरु छ कति बी काइन्ड कति खाती इत्ता मात्रै तँ कति एकजना मात्रै माउली प्रकाश स्वागत एकछिन बाहिर सम्मान गर्नुभयो हाम्रो भान्जाको पहिलो कर्म है सफलतासँग सुखीमय सम्पन्न रहोस् हाम्रो माउले तर्फबाट आशीर्वाद धन्यवाद यो अरू बुढो माउली भनेको त झुन साह्रो ठुलो माउली उन्जी माउली उन्जी कुटुम्बाची भने त्यसोलाई ओडाको हङ्गर मिङ्गरमा प्रदर्शन चितुकीमा 6 सालै समस्या रूपमा पर्ने न त्यसमा चाहिँ ओडाको धारा ओटो दिरिन कान असो कुरुङपाना पनि कुरुङपा मिहिरी दुई मान्छेले चावरमा के जान पैसा धाराबाट ओटो चाहिँ वा थाप्छोमा माना पेन्सनलाई दुई माना बैनानी चामाना दोमा तुतुली जुमा पाखा लो त्यसै बुझिनु वालिका दीप ताइगेन छापरका दीप है तारिख बने बसार सो तारिख तामेन है आजको हैन सामनुङहरु साम आज नाइमा पारवाङमा पामा सोदा न त्यसो न केही आयो चिठी हसन हल्याइन चिठी न बाबा उको उन्जी कुरुङपामा सावर मानि झारा भने आसो खैन्चीमा सावर रम्नेङै नि रुमाले सावर पनि मिठा बोतो पनि मिठा चाय बोतो झारा पनि टुरिएङै नि बाबा कहाँ आउन पिल्छिन आसो चाङ भने
यो आनी छौ हो पिल्छन् छ Berituma beti papa duri ti pakris. Ale unno koring alung datalung asewotong iwotong formatong जारापुरम सिबियोतong मान्छेहरुसँग नमस्कार छ अब यहाँनिर के छ भन्दाखेरि बोली भाषा भाषाहरुमा मिलेको हजुर हजुर हामी माउलीबाट अहिले पनि आशीर्वाद दिइराखेका छौँ र फेरि पनि यसरी चाहिँ राम्रो काममा मौलीहरूलाई सम्झिनु भएछ यो पहिल्यैदेखि भइआएको हो यसो अहिले सम्झिनु भएको हो हजुर होइन पहिल्यैदेखि भएको छ होइन पहिल्यैदेखि भएको हुनाले बाबा त्यसो हो भने कति राम्रो यहाँनिर चाहिँ तपाईँले मौलीहरूलाई सम्झिनु भएछ त्यसमा सबैलाई धेरै धेरै धन्यवाद र हामीले बोली भाषा नमिलेकोले गर्दाखेरि हामी छोटोमा हजुर हाम्रो पहिला चाहिँ हाम्रो बहिनी जुवाइँलाई र त्यस पछाडि हाम्रो भान्जालाई चाहिँ हामीले माउलीबाट होइन आशीर्वाद दिँदैछौँ यो हाम्रो भान्जा यसरी के छ भन्दाखेरि चाहिँ नि बुद्धिको धनी हुनु पर्यो होइन अनि अब खावा पैसाको पनि धनी हुनु पर्यो इष्ट मित्र पनि राख्नु पर्यो छोरीचेली पनि राख्नु पर्यो र सबैले मान्ने बुद्धिजीवी हाम्रो भान्जा होस् भनेर हामीले चाहिँ छोटोमा 2 शब्दमा आशीर्वाद दियौँ है धन्यवाद आशीर्वाद फेरि पनि सेवा अनुसारको नमस्कार अब फेरि पुरामौलीबाट अब हामीले योभन्दा अगाडि पनि आशीर्वाद दिएरै उहाँहरू होइन छोराछोरीको धनी हुनुभएको छ अझै पनि 5 पुत्र र 7 जनाको धनी हुनुपर्छ धन्यवाद होइन हामी जनसङ्ख्या साह्रै कमजोर छौँ यसरी नै सधैँ यस्तो राम्रो कार्यमा अब अहिले यो चुडीगढमा चाहिँ अब तपाईँ हामी भेटौँ फेरि शुभ विवाहमा पनि यसरी नै सबै तपाईँ हामी भेट्न पाऊँ र यसै गरी ज्ञानी हुनु हाम्रो भान्जा ज्ञानी हुनु सबै आफ्नो हातमा आफूले भनेको मान्ने हुनु हाम्रो भान्जा चाहिँ ले हाँकेको पुगोस् ढाकेको पुगोस् पारवाङ सुनिमाले मामा मौली बुढा मौली बुढो मौली झ्यामौली फुबौली भन्दा पनि धेरै आशीर्वाद चाहिँ पारवाङ र सुनिमाले दियोस् छोटोमा भनिसक्यो जहाँसम्म हाम्रो जो बधाई हाम्रो जुवाई हाम्रो नातिको जति पनि जो कर्म अथवा छेवर सम्बोधन गर्ने गर्छौँ र त्यसले गर्दाखेरि जुन हामी मानव चाहिँ हिजो हाम्रो आमाको गर्भमा हुँदाखेरि नै आशिष त लिएर आएका छौँ जति पनि हामी जो संसारमा हामी जन्मिँदाखेरि हाम्रा पिता पुर्खाले भनौँ यहाँ लिएर आएका भन्नुहुन्छ र त्यसले गर्दाखेरि तैपनि हामी जुन क्षमा देमा हामी बाजे बोजू सबैजनाबाट हामी पनि एउटा मौखिकको आशीर्वाद हामी दिन चाहन्छौँ जुन हामीबाट चाहिँ यस खोटाङ जिल्लाको जुन नेर्पा गाउँको एउटा माउ भएर हाम्रो नाति बस्ने हुन् आशीर्वाद दिन्छौँ र त्यसले गर्दाखेरि जुन हाम्रो बधाई हाम्रो जुवाई पनि जो उहाँको छोराले जति पनि
उहाँको उहरू गर्न सकुन् र हामी सबैजनाबाट यो छोटो आशीर्वाद हामी यहीँ टक्राउँछौँ भन्दै यो मेरो 2 शब्दलाई म यहीँ राख्छु। हामीलाई ढोकेर राम्रो आशीर्वाद पाएको छु राम्रो खाएको छोरा बुहारी हो आशीर्वाद अलिक दिनु पर्यो म जसले एक्लो बनाउने भयो बाबुलाई विश्वास छ केटा गाँचिन सकेन के भयो हुन्छ हुँदै जान्छ दाजु हामीलाई छोराले यत्रो हाम्रो भान्जाले अनि यसो उँभो खलाले आशीर्वाद दिएको छ आज हुँदैन त हुन्छ आशीर्वाद अब केटा गाजी त मलाई भएर आशीर्वाद दिनु भएको छ नि कस्तो लाग्छ के सोच्ने आशीर्वाद बाबा नपातिरहेको जानुपर्छ जिम्मा लगाएर हामी सोच्यौ गुवाच्यौ हाम्रो अनि यसो साथी पनि यहाँनिर चाहिँ हामी चेली माइती र बुहारी पनि हुनुहुन्छ र यतापट्टि छोरा भान्जो भान्जी ज्वाइँ पनि र हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा र भान्जाको छेउको